हेलो गाइस, अब चाहिँ पहिला सुरु गुड मर्निङ सबैजनालाई। र पहिला सुरु म अब भात पहिला चामल चाहिँ धुन्छु। र आज सोचिरहेको छु मैले बारीमा के छ हेरिकन चाहिँ बनाउने भनेर। त्यही कारणले गर्दाखेरि अब यो गरेर बारीमा जान्छु। ल गाइस, अब चामल पनि धोइसकेँ। अब यसलाई राखेर बारीमा जाने हो। ल गाइस, अब चाहिँ बारी जाउँ होला है। के छ यसो हेरौँ बारीमा। आज घाम त मजाले लागिरहेको रहेछ। हेर्नुहोस् है बारीमा। लु आज के छ, धम्बेला रहेछ, ठुलो रहेछ। यता यो रहेछ एक गुच्छाहरू भएको, निकै हुँदो रहेछ धम्बेलाहरू पनि गाइस, देख्न सक्नुहुन्छ तपाईँले। यहाँतिर पनि रहेछ धम्बेला। यहाँ चाहिँ तपाईँको यसो हुँदो रहेछ एप्पल। देख्नुहुन्छ एप्पल निकै नै भइसकेको छ। सयपत्री फुल सानो रहेछ, फर्सी भइरहेको छ। र यो सबै फुलकोपीहरू छ यतातिर। यता चाहिँ तपाईँको सागहरू रहेछ। साग त सानो रहेछ, नटिपौँ होला अहिले नै। अब यहाँ फुलकोपीहरू पनि गजबको भइरहेको छ अहिले फिलहालमा। पत्ताहरू चाहिँ देखा परेको छैन फुल। अन्त यहाँ सिमीले पनि अब कहिले दिन्छ है। यहाँ फर्सीको छ, इस्कुसको यता। र यहाँ यस्तो भइरहेको छ। हेर्नुहोस् है गाइस, यत्रो भइसकेको छ। काँक्रा पनि गजबको भइसकेको छ। काँक्रा र फर्सीको यसमा आवश्य छ। यहाँ चाहिँ फर्सी पनि भइरहेको छ, यत्रो ठुलो भइरहेको छ। अस्ति सानो थियो, यो भएर कहाँबाट आइपुग्यो। मौरीहरू पनि आइपुगेछ। ओके ल आउँछ लन्डनमा त। र यहाँ चाहिँ सिमीहरू रहेछ गाइस। अस्तिको मटरहरू त सक्यो। ल अब यो सिमी त कम्ती रहेछ, सिमी टिप्नु भएन। देख्नुहुन्छ मौरी काम गर्दैछ, मौरीले आफ्नो। र आजको सब्जी चाहिँ साथीहरू, म चाहिँ फर्सीको फुलले बनाउनु पऱ्यो। किनभने मलाई फर्सीको फुल साह्रै मनपर्छ। र यहाँ अस्ति पुरा थियो नि, यो सबै मरिसकेको छ। आमाको पर्मिसन पाइसकेको छु, त्यही भएर अब फर्सीको फुल बनाउनु अलाउ भएर चाहिँ आमाले बना भन्नुभयो। त्यही भएर टिपेको। हेरौँ अब। ए मौरी रहेछ, किन्छ होला हौ, मार्छ होला हट। झन्डै गयो खेर म गाइस मौरीको आक्रमणबाट। भित्र त मौरी रहेछ गाइस। हेर ल, यति मजाको फुल छ। एउटा फुल भइहाल्यो गाइस, एउटा फुल। अब अर्को फुल टिपौँ भनेको त मौरी दाइले त काम गर्नु हुँदो रहेछ यो फुलमा पनि। अघि बिहानै देखेको मैले, तर अब टिप्दा हुन्छ भन्नुभयो आमाले। त्यही कारणले गर्दा चाहिँ म टिप्छु होला। अब यो मौरी कहिले जानु गाइस। अर्को फुलमा हेर्दै गरौँ मौरी छ कि छैन। यहाँ पर पनि रहेछ नि त फुल। यहाँ फेरि एट्याक हुने डर छ क्या मौरीको। हुन त मलाई नचिन्नु पर्ने, केही नगरी त मौरीले चिल्दैन भन्छ गाइस। यहाँ अलिकति बाटो यस्तो रहेछ क्या, अलिकति काडाङ र कुडुङ भएको कारणले गर्दा साह्रो पर्दैछ है साथीहरू। फुल पनि त ज्यादा छैन रहेछ, अस्ति त पुरा थियो नि। लु गाइस, यहाँभित्र चाहिँ केही छैन रहेछ। र यहाँ फल पनि छैन है, त्यही भएर टिपेको। तपाईँहरूले पनि याद गरेर
फल नभएको चाहिँ टिप्नु होला। अलरेडी यहाँ फुल फुल्दैछ, त्यो राम्रो है यसको। र कुनै पनि फल मैले देखिनँ जसमा चाहिँ आज यसलाई प्रब्लम हुन्छ भन्ने। टिप्दाखेरि त्यस्तो खालको छैन कुनै पनि। त्यही कारणले गर्दाखेरि मैले टिपेको हो। र तपाईँले यहाँ देख्नुहुँदैछ फर्सिसिया टिस दामी भइरहेछ, एकदमै मजाको भइरहेछ। एक दिनमै बढ्छ अन्त। वाट यहाँ फुल 2टा भइसक्यो। अब यसलाई यहाँ पर्खेको खै मौरी अझै पनि खेल्दैछ, खेल्दै रहेछ। खेलेको होइन, बडाहरूले अब आफ्नो काम गरेको नि। टिप्नु त मलाई कर लाग्यो, छिटो भागाइदिउँ अब भन्यो, छिटो खाएर गइहाल्छ ल, केही गरिकन यार। पुरै रस हेर्दैछ यसले क्या, हेर्नुहोस् त ल। लन्डनमा पनि काम त गर्छ, जाडोमा चाहिँ आउँदैन यिनीहरू, तर प्रायः जस्तो गरममा चाहिँ आउँछु। यहाँ राखेको फुलमा त पस्यो मौरी मेरो, निस्क्यो बल्ल बल्ल। अर्को मौरी चाहिँ यहाँ राखेको फुलमा पनि पसिरहेछ। यहाँबाट चाहिँ निस्क्यो मौरी, त्यही कारणले गर्दा यहाँ निकालिहाल्छु कि साथीहरू। चिन्छ यसले मौरी त पस्नु थालि त हाल्थ्यो यिनीहरू। फुल बनाऊँ भनेको थिएँ, एउटामै 2टा पस्यो यहाँ। ए होइन रहेछ, एक एकवटा यसमा पसेछ, यसमा पसिरहेछ। राखेको फुलमा धरि पस्छ मौरी, के भन्नु। ल यसलाई पनि हटाइहालौँ होला। अहिले फेरि यसले काम गर्नु दिँदैन। ढिलो भएको बेलामा मौरीले एट्याक गर्यो गाइस। ओहो छिटो गइहाल्नु, मलाई यहाँबाट खतरा छ। सो केटो हो साथीहरू, यहाँ चाहिँ फुल देखिनँ मैले मौरीको। अब यो हातमा राख्नु भएन, फेरि मौरी आइहाल्दो रहेछ। त्यही कारणले गर्दा अब यो टिनटाकै बनाउनु छु, भन्छ कुदैन। हेरौँ कस्तो हुन्छ। मौरीले त डेन्जर खतम पार्यो। दैलो थुनु मौरी चाहिँ यता पनि हुँदो रहेछ। केटाहरू साथीहरू, अब चाहिँ म यसलाई बनाउँछु है। यसलाई पहिला म धुन्छु, त्योपछि भिडियोमा देख्नुहुन्छ तपाईँहरूले। ल गाइस, मैले चाहिँ अब बेसनमा अलिकति ब्ल्याक पेपर हालेँ, फुल सबै धोएर रेडी बनाइरहेको छु। अब ब्ल्याक पेपर बाद मैले हाल्नुपर्ने कम्ती नुन हो, त्यसपछि धनियाँ पाउडर हालौँ भनेको कम्ती, ज्यादा हाल्यो मिठो लाग्दैन। त्यसपछि कम्ती हर्दी हाल्छु, कम्ती चिली पाउडर पनि हाल्छु, अलिकति स्वादको लागि चाहिँ यो मसला है। ल साथीहरू, हेरौँ त कस्तो हुन्छ। अब पानी मैले राखिरहेको थिएँ, ज्यादा ठिकै छ। पानी फ्याँकेर गर्दा हुन्छ, ज्यादा भयो भने चाहिँ गयो है साथीहरू। के फ्याँक्नु पानी त्यहाँदेखिको अन गरेर राखौँ कराई। अलिकति बेसन पाउडर हाल्छु साथीहरू। अब सबै रेडी भइसकेको छ साथीहरू।
अब म चाहिँ ओलिभ ओइल हालौँ भनेको है, अलिकति अब हेल्थको लागि भनेर। हुन त अब फ्राईमा के हेल्थ होइन, तर पनि कोसिस भन्ने कुरो चाहिँ लगातार गर्नुपर्छ साथीहरू। त्यही भएर ओलिभ ओइल हालेको, कम्ती ओलिभ ओइलमा चाहिँ फ्राई गर्दै बनाउनु भनेको हो। हेरौँ त हुन्छ कि हुँदैन है, कस्तो हुन्छ। ल ओलिभ ओइल मजाले सबैमा दलिसक्यो। अब यो फुल देख्नुहुन्छ तपाईँहरूले, टक्कै 6वटा भएको छ है। मेरो रेसिपी यहाँ कम्प्लिट भएको छ, कम्ती सबै मिक्स छ यसमा। अब हेरौँ कस्तो हुन्छ साथीहरू। ल लन्डनको बारीको हेरिदिउँ त साथीहरू। अर्कोमा हालिदिउँ के छ र जग्गा रहेछ होइन, छिटो हुन्छ। लास्ट एउटा हालिदिउँ, 3टा स्पेस त रहेछ जग्गा त। मलाई फेरि मनपर्छ क्या पहिलादेखिकै, त्यही भएर सबैलाई 2-2वटा भए पनि यसो खानुहुन्छ नि भनेर बनाएको साथीहरू। त्यति बेला म हात धुँदै गर्छु। हात धोइसकेर अब हेर्नुपर्छ रेडी। यो चाहिँ रेडी भयो होला भनेको, रेडी भएछ। रेडी मतलब पल्टाउनुपर्छ टाइममै। यो पनि भएछ। हेरौँ त ओलिभ ओइलमा चाहिँ कस्तो चाहिँ हुन्छ क्या। हुँदो रहेछ है साथीहरू, मजाले ओलिभ ओइलमा पनि। तर मैले अलिक छिटै पल्टाइहालेँ, किनभने डढ्छ भनेर। डरेन धन्न, एकदम राम्रो भयो नडरेर चाहिँ। देख्नुहुन्छ यस्तो भइरहेको छ अहिले। अब यसलाई भातसँग खाँदा चाहिँ कति मिठो हुन्छ होला है भनेर चाहिँ आज सब्जी खाने दिन हो नि त हाम्रो। बिहिबार परेर है, थर्सडेको दिन सब्जी खाने दिन परिहाल्यो साथीहरू। त्यही भएर सब्जी खाएर चाहिँ अलिकति मिठो पनि खाइदिउँ भनेर नि। अब अहिले फिलहाल म आमा मेरो वाइफ छु घरमा, त्यही भएर आपा ड्युटी जानुभएको छ साथीहरू। मेरो ड्युटी अफ छ, त्यही भएर अलिकति हेल्प गर्ने ट्राई गरेको। हेल्प त के भन्न, आफैलाई नै हो। तर म हेर्दै जानुहोस् है, कलर त मजाले चेन्ज भएछ। अब अर्को हाल्छु है त साथीहरू। भात पनि पाक्नै आँट्यो साथीहरू। सब्जी त छ, सब्जी दाल, तर अब यो चाहिँ एक्स्ट्रा सबैको लागि चिप्स जस्तै भनेर। यो कराई पनि एकदम भइसक्यो, तेल सेल भइसक्यो। अब चाहिँ अर्को 3टा हालिदिइहालौँ। यो 3टा अब हुँदै गर्छ अलिकति मिडियमलाई पनि अझै लो गरेँ मैले फ्लेमलाई।
अब चाहिँ साथीहरू के बनाउँ भनेको अब यति उभिरहेको छ है, त्यही भएर म चाहिँ अब चाहिँ यसमा चाहिँ सबैको लागि एक एकवटा खोर्सानीको पकौडा जस्तै बनाउनु भनेको। त्यसको लागि ज्यादा चाहिँदैन, 3टा खोर्सानी पुगिहाल्छ 3जनालाई। म त उब्रेको बाब्रेको सबै चिज बनाउने हो साथीहरू है। खोर्सानी पनि भइसक्यो है, धोइसक्यो। अब यो फेरि जल्ने डर हुन्छ क्या, त्यही भएर यसलाई चाहिँ पल्टाइदिइहाल्नु हुन्छ, प्रब्लम हुन्छ। ठिक टाइममा चाहिँ पल्टाएको छु। अब खोर्सानी चाहिँ मैले उयस गरिसकेको छु। फेरि अहिले यो पड्किने डर हुन्छ क्या, त्यही भएर चाहिँ यसलाई काटेको हो मैले। काटेको पनि होइन, यसो बिचमा छिरेको। छिर्दाखेरि चाहिँ एकदम सावधान हुनुहोस् होला है, हातहरू काटिने डर हुन्छ क्या। मैले चाहिँ एकदमै सावधान तरिकामा गरेको हो साथीहरू। खोर्सानीको पनि रेडी भइसकेको छ साथीहरू। अब यसको पनि रेडी भएछ। कलर देख्नुहुन्छ तपाईँहरूले है, कलरमै चाल पाइन्छ रेडी भएको छ भनेर। त्यही भएर यसलाई म साइडमा थालमा भन्दा पनि सानो प्लेटमा राख्छु। अब चाहिँ यसमा कम्ती, आज मैले चाहिँ एक्सपेरिमेन्ट गरेको ओलिभ ओइलको कस्तो हुन्छ क्या, कम्ती हालेर। एकदम केही वेस्ट गर्नु हुँदैन साथीहरू, त्यही भएर कम्ती सबै कुरोलाई। हेरौँ अब यो खोर्सानी चाहिँ कस्तो चाहिँ हुन्छ। यो खोर्सानीको कुनै मिठै हुन्छ नि त्यसले। तर पनि यस्तो सबैलाई मनपर्छ है, त्यही भएर। यत्रोवटा प्याज देखेँ मैले, प्याज आज खानु हुँदैन आमाले, त्यही भएर हामी त खान्छु, खानु सक्छु प्याज, हामीले खाँदा हुन्छ अरे। त्यही भएर चाहिँ हामी चाहिँ खान्छु है, आमा चाहिँ व्रतमा छ, त्यही भएर आमाले खानु नभएको र यत्रोवटा प्याजको अब प्याजी बनाउँछु। उब्रेपछि वेस्ट नगर्ने है, सबैलाई होस्, अलिअलि होस्। अरू के चाहियो जिन्दगीमा। खोर्सानी पनि एकदम भइसकेको छ र खोर्सानी चाहिँ मैले यतिकै बनाएको, ज्यादा नहालेर। त्यो फिलिङ ज्यादा पनि मन पर्दैन क्या मलाई, ज्यादा भएको, ज्यादा बेसन भएको मन पर्दैन। मोटो भएको मिठो हुँदैन, त्यही भएर यसको खोर्सानीको खालि फ्लेभर आउँछ नि त। बाहिर खोर्सानी पनि मजाले फ्राई भइहाल्यो। अब यो अलिकति तेल उब्रेको प्याजमा चाहिँ अलिकति प्याजी बनाउने हो साथीहरू, काटिकन। यो चाहिँ अलग्गै राखिदिनुपर्छ, किनभने नपरोस् भनेर है।
यत्रो भयो भने त पुग्नुपर्ने ज्यादा हुन्छ म र मेरो वाइफको लागि आमाले खानु हुँदैन बाबा ड्युटीमा भएर है चाहिँ बाबाले पनि खानु हुँदैन मान्छे व्रतले गर्दा अब दोस्रो तोस्रो बनाइदिउँ हेरौँ कस्तो हुन्छ यो पनि जस्ट कम्तीमा हुन त अब यो ज्यादामा हाल्नुपर्ने हो तर यसकोमा हेरौँ न कस्तो हुन्छ फ्राई भयो भने राम्रै हो भएन भने पनि खाँदा हुन्छ नि मेरो तरिकाले गर्छु त बनाउनु यस्तो कम्ती भएको छैन त तर पनि अब यसलाई कसरी चाहिँ गर्नु है यस्तो बिग्रेको होला भन्दा चाहिँ यो तरिका चाहिँ हाल्यो हाल्यो यसो हाल्यो भइहाल्यो पकौडा वेस्ट पनि भएन पातलो टाइट पनि भइहाल्यो अब साथीहरू यसलाई चाहिँ एकछिन पर्खिउँ फेरि समय हाल्छौँ है यसो यसलाई यस्तो गरिदिउँ होला पल्टाइदिइहालौँ है साथीहरू त्यो सुपर बचाउने तरिका किन चाहिँ वेस्ट हस् नहुनुको लागि है चाहिँ एकदमै बचाउने तरिका देख्नुभयो एकदम आजको खाना सबै भइहाल्यो कम्प्लिट देख्नुहुनेछ सबै भइगयो रेडी दाल पनि छँदैछ सब्जी पनि छँदैछ प्याजी स्याजी खोर्सानी सोर्सानी सबै भयो अब यो प्याजी आमालाई पर्न हुन्छ त्यही भएर म यो अलग्गै राखेको छु भाँडामा ल आजको लागि यति नै गाइस ह्याभ अ लभली डे सबैजनाको राम्रो होस् दिन सबैजनाको राम्रो सबैजनालाई राम्रो होस् है र फेरि अर्को ब्लगमा भेटौँ होला यसरी नै अर्को आइटमको लागि see you and please don't forget to subscribe and like my video. Thank you.